हेलो साथीहरू, स्वागत छ हजुरहरूलाई मेरो युट्युब च्यानलमा। फेरि पनि म आइसकेको छु न्यू डे न्यू भ्लग लिएर। स्पेशल आजको मेरो भ्लग चाहिँ बुढाइमा हामी उभौली पर्व साकेला मनाइरहेको छौँ। सो त्यही साकेलाको भिडियोहरू रहनेछ है साथीहरू। आज चाहिँ हामी भव्य रूपमा बुढाइमा साकेला मनाउँदैछौँ, किनभने 2GR को हाम्रो पाहुनाहरू सिरियाबाट आउँदै हुनुहुन्छ। स्टेजहरू अहिले खाली छ, भरे भराउनै हुन्छ। नमस्कार दाजु, हेर्दै गर्नुहोस् है साथीहरू। नमस्कार दाजु। एलेदङ सम्बत 2086 बुढाइमा आज हामी साकेला मनाउन गइरहेका छौँ। हाम्रो किराँत राईहरूको प्रमुख चाड चाहिँ यही हो, साकेला। साकेलाको हाम्रो इन्ट्रेस्ट गेट चाहिँ यस्तो छ। अनि हाम्रो साकेलामा हाम्रो दाजुभाइहरू यसरी वेलकम गर्न बसिरहनु भएको छ। अब पूजा सुरु हुने टाइम भएको छ। पूजा अब हाम्रो केही समय पछाडि सुरु हुन्छ। हाम्रो दिदीबहिनीहरू पुरा तयारीको अवस्थामा हुनुहुन्छ। त्यसले गर्दाखेरि हाम्रो म्याडम पनि यता हुनुहुन्छ। अब यहाँ हाम्रो अधिकारीहरू आएपछि अब हाम्रो स्टार्ट हुनेछ। आज हाम्रो उपाध्यक्षज्यूले चाहिँ क्यामेराम्यानको काम भूमिका निभाइदिनु पर्यो है। पूजा त गर्नु भने अहिले उहाँहरूले दिदी उता फाल्दा हुन्छ नि। रौनक बहिनीले जानुहुन्छ? ला आकाश बज्न थाल्यो। पानीले के गर्छ हौ? पानी नपरे पनि हो कि खालि पानी पर्नु पर्ने। हुन्छ दाजु, हुन्छ। सकेको
थ्याङ्क यू भेरी मच थ्याङ्क यू
के अरे मेरो हुन्छ होला त्यो अर्कै बनाउनु एकै बनाउनु बिबीक्यू पनि 2 किन गर्नु म यहाँ अलिकति भिडियो बनाउनु पर्यो रातो रातो गाला नाचेर थाकियो हजुर हाम्रो यहाँ सिल्लिमाङमा दिदीहरू नाचेर ब्रेकमा चाहिँ हामी खाजा खाँदैछौँ हजुर ठिक छ 2 जना दिदीहरू हुनुहुन्छ हाम्रो खाजा चाहिँ ठिकै छ बहिनी खानु न हाम्रो दाजुभाइहरू पनि हुनुहुन्छ साकेला ग्रुपको दाजुभाइ हामी दिदीबहिनी सबैजना यहाँ खाजा खाँदैछौँ ब्रेकमा आज हाम्रो बुढाइको अन्तिम साकेला फर्स्ट एन्ड लास्ट यसरी भइरहेको छ अहिले चाहिँ रातिको 8 बजिसकेको छ बुढाइको अन्तिम साकेला भएको हुनाले आज चाहिँ धडक नाच हुँदैछ यहाँ चाहिँ सिरिया र यहाँ बुढाइ जेसीको गरी ठुलो सङ्ख्यामा हाम्रो ग्राम भाइहरूको भएको छ यहाँ चाहिँ हाम्रो म्याडम पनि हुनुहुन्छ हाम्रो स्टलहरू हाम्रो चाहिँ बसेर खाने ठाउँहरू यता हाम्रो यो पनि ग्यासकै लाग्यो यता चाहिँ हाम्रो खाने पिउने अनि यता चाहिँ हाम्रो बार बारमा चाहिँ जहिले पनि बेर हुन्छ ल आजको हाम्रो बुढाइको साकेला एलेदोङ सम्बत 2086 को चाहिँ यहाँ इन भएको छ अब हाम्रो नेक्स्ट इयर भन्दा पनि यही साल 2086 उधौली चाहिँ बाँकी रहेछ 2086 उभौली एलेदोङ चाहिँ फिनिस भएको यहाँहरू सबैलाई जानकारी गराउन चाहन्छु थ्याङ्क यू धन्यवाद।